डियर गान्तोक, हाम्रो भेटघाट हुन नसकेको पनि धेरै भएको थियो। यसैले हिजो अस्ति तिमीलाई भेट्न पनि आएको थिएँ, तर मैले तिम्रो ठाउँ अनि अनुहार ठिम्याउन नसक्दा नभेटिने जान बाध्य भए। यसैले यो पत्रद्वारा नै तिमीसँग भेटघाट गर्न सम्झेर यो पत्र कोर्दैछु। प्रिय गान्तोक, म तिम्रो हितैषी भएको हुनाले अलि चर्को बोल्छु, तर तिम्रै भलोको निम्ति बोल्छु, अन्यथा नसम्झिदिने है। हामी पहिला भेट्दा तिमी छुट्टै पहिचान बोकेको, हाम्रै चिनारीहरूले भरिएको, जतासुकै हाम्रै मानिसहरू रमाउँदै गरेको देख्थे। तर हिजो अस्ति मैले विश्वास नै गर्न नसक्ने गरी बदलिएको देखेँ। अचम्म लाग्यो। कतै मेरो आँखालाई धोका त भएको होइन भनी आँखा मिची मिची हेरे, तर वास्तवमा नै तिमीले रूप फेरेका रहेछौ। सायद तिमीले पनि आधुनिकताको चोला ओढ्ने नाउँमा पहिचान बेची खायो जस्तो छ। त्यो पुरानो अस्पताल कुनै समय तिम्रो मुटु हुने गर्थ्यो, तर अस्ति जाँदा मैले भेटिन। ठिकै छ, तिमीले अस्पतालको आधुनिकीकरण गर्न पर्यो होला, तर त्यसलाई धरोहरको रूपमा राखी अन्य रूपमा सञ्चालन गर्न सक्ने थिएनौ र? त्यसो गर्दा तिम्रो संस्कृति सभ्यता बाँचिरहन सक्ने थियो नि। त्यहाँसम्म पनि मैले कुनै बाध्यता नै रहे होला भनी मानेको थिएँ, तर अलि तल आएर हेरेको त्यो गगनचुम्बी इमारत आदि गान्तोक नै ढाक्ने गरी बनिएको देख्दा फेरि मेरो मन चुप रहन सकेन। कसले बनाएको यो भनी यताउता सोद्धा बाहिरको ठेकेदारले बनाएको भनी पत्तो लाग्यो। अब गान्तोकमा पनि ठुला ठुला ब्रान्डहरूका सामानहरू पाउने रे भनी बनाएको सुने। मैले सम्झना गरेँ गान्तोक, तिमीले हाम्रै दाजुभाइको निम्ति हाम्रै कला संस्कृति हाम्रै सभ्यताहरू संसारका पर्यटकहरूलाई देखाउने एउटा ठाउँ बनाइदिएको भए त्यो कति ठुलो विकास हुने थियो होला, जहाँ विभिन्न ठाउँबाट घुम्ने आउने पर्यटकहरूले सिक्किमलाई देख्न सकोस्, जान्न सकोस्, बुझ्न सकोस्, हाम्रो सबै कला संस्कृति वेशभूषा खानपानको अवलोकन एउटै छानोभित्र गर्न सकोस्, हेरेर नसकियोस्, रमाएर नसकियोस्। यस्तो ठाउँ बनाइदिएको भए म पनि यो पालि आउँदा तिमीसँग गर्व गर्ने थिएँ, तर तिमी बदलिएको देखेर दुःख लाग्यो। मलाई तिमी कहाँ बस्न त्यति मन लागेन, तरै पनि आइहाले। एकै क्षण हेरेर जान पर्यो भनेर सोच्दै घुमिरहे, तर बडो दुःख लाग्दो कुरा, मैले त्यहाँ मेरो आफ्नोहरू बिरलै भेटेँ। जता हेऱ्यो त्यतै बाहिरकाहरूले भरिएको देखेँ। पसलदेखि लिएर ठुला ठुला ठेकेदारसम्म, कुल्लीदेखि लिएर चालाक दाजुभाइसम्म बाहिरकाहरूले भरिएको देख्दा म कतै अर्कै ठाउँमा त आइपुगिन भनी सोचेँ, तर होइन रहेछ। तिमी नै रहेछौ, तर बदलिएको तिमी रहेछौ। मलाई गुन्द्रुकको महक कतैबाट पनि आएन यसपालि तिमी कहाँ आउँदा गान्तोक, बरु मैले पिज्जाको गन्ध पाएँ। तिम्रो पहिचानभित्र कुनै कुनाबाट गुहारिरहेको महसुस गरेँ। तिमी हत्यारा भइसकेका रहेछौ गान्तोक। तिमीले न त संस्कृतिको रक्षा गर्न सक्यौ, न त इतिहासलाई जिउँदो राख्न सक्यौ। विश्वमा अन्य तिमी जस्तै सहरहरू थुप्रै छन् जसले आफ्नो चिनारी आफ्नो धरोहरहरू जोगाइ राखेर विकास गरेको छ, तर तिमी यति महत्त्वाकांक्षी भइसकेका रहेछौ, आफ्नै छोरीचेलीको इज्जत ढाक्न नसक्ने भएका रहेछौ गान्तोक। प्रिय गान्तोक, तिमी मेरो सबैभन्दा प्यारो मित्र, यसैले मैले तिम्रो अवस्था देख्न बित्तिकै यो पत्रद्वारा तिमीलाई सचेत गराउन मेरो कर्तव्य ठाने।
यसैले भन्दैछु, समयमा आफैलाई फेरि एकपल्ट राम्ररी निहाल्नु अनि आफ्नो गल्ती सुधार्ने कोसिस गर्नु, नत्र कुनै दिन आफ्नै छोराछोरीको हत्यारा हुनेछौ तिमी। त्यो समय फेरि तिमी गङ्गाजलले नुहाए पनि पाप नधुलिएला। आजलाई यति, फेरि अर्को पत्रमा भेट्नेछु। उही तिम्रो पुरानो मित्र।